गाइस, सो तपाईहरु युके आउने कोसिस गरिरहनु भएको छ। यदि तपाईले साच्चै सोचिरहनु भएको छ युके जाने भने हैन, यो रुलहरु कतिको केहरु चेन्जेस हुन्छ त्यो बारेमा त हामी कुरा गर्छौं। लाइक 5 वर्षदेखि 10 वर्ष गर्दिन लागेको छ हैन सेटलमेन्टको जुन कुरामा, र जुन पीएसडब्ल्यू को पनि जुन कुरा थियो 2 वर्षदेखि 18 महिना जुन 1.5 वर्ष छ त्यहाँ पनि कुराहरु घटाइरहेछ। बिल पास भएको छैन, बट यो 100% स्योर चाहिँ यो पास हुन्छ किनभने यिनीहरुको मेन मोटिभ के छ, रुलहरु चेन्ज गरेर इमिग्रेसन स्टप गर्ने। डजन्ट म्याटर नेपाली स्टुडेन्टहरु जहाँको स्टुडेन्टहरु भए पनि यहाँ आएर ट्याक्स पे गर्छ, सबै कुराहरु पे गर्छ, राम्रोसँग बस्छ। उहाँहरु सबैको लागि केही पनि त्यस्तो फ्यासिलिटी छैन, र जुन इलिगलहरु बस्नेहरुलाई अभियसली छ त्योदेखि हामीले मतलब छैन। तर यहाँ मैले शेयर गर्नु पर्ने जुन ओपिनियन मेरो छ, तपाईहरु हेरेर आउनु पर्दो रहेछ। जस्तै कि तपाईहरु स्टुडेन्ट हुनुहुन्छ भने हैन, स्टुडेन्टमा आउन खोजिरहनु भएको छ भने के पढ्न आयो भने त्यो चाहिँ राम्रो छ। अब मलाई हेर्नु, म म्यानेजमेन्ट पढेको छु। अब जस्तै कि म कम्प्लिटली त भन्दिनँ कि मेरो लागि अपर्च्युनिटी नै छैन, छ है, तर कस्तो लेभलको अपर्च्युनिटी छैन किनभने हामी नेपाली स्टुडेन्टहरु आउने भनेको हैन सेटलमेन्टको लागि प्रायोरिटी फर्स्ट हुन्छ। हस्पिटालिटी म्यानेजमेन्ट पढेको छु, त्यो मैले जब पनि पाएको थिएँ, बट एकदमै बिगिनिङदेखि सुरु गर्नुपर्छ। त्यति गर्नु चाहिँ टाइम छैन। सो यदि तपाईँ के पढ्न आउनुहुन्छ त्योमा चाहिँ इजी सेटलमेन्टतिर जान सक्नुहुन्छ। त्यो बारेमा पनि म कुरा गर्छु। सो यो भिडियो चाहिँ अभियसली तपाईँले लास्टसम्म हेर्नु पर्ने हुन्छ है, प्लिज हेर्नु होला लास्टसम्म। सो आजको भिडियोमा सुरु गर्नुभन्दा पहिला यो तपाईँ यो हेर्नु है, यसलाई म आज बक्सिङ हानेर मेरो जति पनि रिस छ नि यो सब रिस पोखेर जाने हो क्या। हेलो गाइज, वेलकम ब्याक। तपाईहरुको लागि यो भिडियो एकदमै इन्फर्मेटिभ हुन जान्छ। सो र आजको भ्लगमा म यो एउटा नर्मल भ्लग हैन है, म आज आफ्नो जुन ठाउँ छ त्यो भन्दा टाढा आएर मैले यो भिडियो बनाएको छु। सबैभन्दा पहिला मैले भन्नुपर्ने जुन कुरा छ हैन, यदि जेन्युइनली तपाईँ आएर यहाँ केही गर्न चाहनुहुन्छ, तपाईँ युके आउनको लागि प्रिपरेसन गर्दै हुनुहुन्छ भने हैन, तपाईलाई यो कुरा बुझ्नुपर्छ कि युके आउनु र जुन डिसिजन गर्नु इज नट अ स्मल थिङ है। अब किनभने युकेमा यति धेरै रुलहरु चेन्ज भइरहेको हुन्छ हैन, त्यो चाहिँ यु नेभर नो के चेन्ज हुन्छ के कसो हुन्छ भनेर है। सबै स्टुडेन्टसँग नम्बर 1 प्रायोरिटी हुन्छ है। सो युके को रुलहरु पहिला के थियो त्योहरु अहिले छैन, सबै कुराहरु चेन्ज भइसकेको छ। र चेन्ज हुनुको कारण के हो, यिनीहरुको पोलिटिक्स रिजन हैन, यहाँको इमिग्रेसन स्टप गर्ने रिजनहरु। तपाईले पढाइ छोडेर पनि तपाईले वर्किङ भिजाहरु चेन्ज गर्न पाइन्थ्यो, बट अब चाहिँ दे आर सो स्ट्रिक्ट। पहिला यस्तो रुलहरु चेन्ज गर्यो कि अब ग्रेजुएसन नगरिन्जेलसम्म वर्किङ भिजा पाउँदैन, वर्किङ भिजामा कन्भर्ट गर्न पाउँदैन। बट अहिले फेरि के गर्यो कि यदि ग्रेजुएसन छ भने पनि हैन थ्रेसहोल्डहरु बढाइदिसक्यो है। जुन थ्रेसहोल्ड बढाउनुको रिजनहरु जुन छ हैन, तिनीहरुले स्टप गर्न खोजिरहेछ कि यहाँ मान्छे लङ टर्मसम्म सेटलमेन्ट नहोस् भनेर। त्यो हामी नेपाली स्टुडेन्टहरुलाई यता सेटल गर्न दिने खालको अथवा कुनै पनि इन्टरनेसनल स्टुडेन्टहरु छ तिनीहरुलाई सेटलमेन्ट नहोस् भन्ने टाइपको त्यो उनीहरुले रोकहरु लगाइरहेछ है। तपाईहरु अझै पनि इन्ट्रेस्टेड हुनुहुन्छ आउनको लागि भने तपाईले बुझ्नुपर्छ कि यो रुल चाहिँ चेन्ज भइरहेछ। जुन चाहिँ 5 वर्षमा सेटलमेन्ट हुने रुल छ, जुन रुल चाहिँ आएपछि हामीले हैन 5 इयरमा सेटलमेन्ट भइहाल्थ्यो, त्यो चाहिँ 5 देखि 10 इयरमा इम्प्लिमेन्ट गर्ने खोजिरहेछ है। आउँदैन आउनु। इफ तपाईँ युके आएर ग्रेजुएसनहरु गर्नुभयो, जेन्युइनली आफ्नो पढाइहरु पूरा गर्नुभयो भने तपाईहरुसँग भेरियस अपर्च्युनिटी हुन्छ है। र म अहिले करेन्टली आम अन माई पीएसडब्ल्यू भिजा र म वर्किङ भिजाहरु पनि अलरेडी एप्लाई गरिसकेको छु। र अब जस्तै कि नेपालबाट नयाँ भाइ बहिनीहरु स्टुडेन्टहरु जुन आउने मान्छेहरु हुनुहुन्छ, लाइक स्टुडेन्टमा होस्, वर्किङ भिजामा होस् या एनी काइन्ड अफ भिजामा होस्, उहाँहरुको लागि एकदमै सहयोग हुन जान्छ भन्ने मलाई एकदमै आशा छ। र म दाइलाई चाहिँ वेलकम गर्न चाहन्छु आफ्नो भ्लगमा है। हेलो, नमस्ते सबैजनालाई। सो हाम्रो दाइको नाम अभिषेक र यहाँ कहिले कुन इयरमा आउनु भएको थियो यसो हामी? म चाहिँ 2013 मा आएको हैन। दाइ अब जस्तै कि युके मा तपाईले नयाँ स्टुडेन्टहरु जुन आइरहेछ त्यो बारेमा त कुरा हुन्छ कि तपाईलाई यो रुलहरुको कुरा गर्नु पर्यो भने हैन कतिको चेन्जेसहरु भइरहेछ यसो भनिदिनु पर्यो के। ठिकै छ। अब म आउँदाखेरि चाहिँ मलाई चाहिँ यहाँको स्टुडेन्ट जस्तो ट्युसन दिनु पर्यो। हजुर।
इन्टरनेसनल कस्तो तिर्नु परेन। तर म पढ्दाखेरि 2017मा युनिट पढेँ, 2020मा चाहिँ म ग्रेजुएट भएँ होइन। 3 वर्षमै 500 रुपियाँ जस्तो पढेँ क्या। फर्स्ट इयरमा जाँदाखेरि 9,000 ट्युसन फी होइन, सेकेन्ड इयर 9,250 भइगयो, थर्ड इयर ग्रेजुएट हुने बेलामा 9,500 भइगयो क्या। अनि त्यो थाहै हुँदैन क्या आफूलाई, न्युजबाट थाहा हुन्छ होइन रुलहरू चेन्ज भएको। अनि रुलहरू चाहिँ युकेमा चाहिँ अब जस्तै नेपालमा बजेट गर्दाखेरि मेरो 3 वर्ष यति खर्च हुन्छ भनेर सोच्दाखेरि पढ्नु त्योभन्दा धेरै पनि हुनसक्छ। त्यो कुरा चाहिँ याद गर्नुपर्छ कि यहाँको मान्छेहरूलाई अलिकति सजिलो हुन्छ पढ्नको लागि होइन, र स्टुडेन्टहरू जुन हुन्छ उहाँहरू आएर आफै कमाएर होइन अर्न गरेर पे गर्नुपर्छ। सो त्यो कुरा बारेमा तपाईँले भन्न खोज्नु भएको होइन। इन्टरनेसनलहरूलाई चाहिँ अगाडि तिर्नु लाउँछ होइन। अनि इम्पोर्टेन्ट चाहिँ मलाई चाहिँ के लाग्छ भने कामको लागि चाहिँ होइन, नेपालबाट आउँदाखेरि कस्तो खालको काम खोज्नु भने वहीँदेखि अब उहाँ 12 सकेको हुन्छ अनि विदेश 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 भने अनि एकैचोटि विदेश आएर सबै कुरो हुँदैन नि त, टाइम लाग्छ नि त होइन। अनि कामको लागि चाहिँ त्यस्तै खालको कामको एक्सपिरियन्स अगाडि सिक्नु क्या। जस्तो केटाहरू छ भने कुकिङ त्यो वेटरहरू गर्नु जानु, त्यस्तोहरू छिटो काम पाउँछ, क्यासमा पाउँछ स्टुडेन्टहरू। किनभने स्टुडेन्टहरूले 20 घन्टा मात्रै काम गर्नु पाएपछि मान्छेहरूले राख्नु पाउँदैन नि त, क्यासमा गर्दाखेरि छिटो पाउँछ क्या काम। जस्तै अरू स्किलहरू अलिक काम लाग्ने खालको स्किल भने कपाल काट्नेहरू केटाहरूलाई होइन। अनि केटी मान्छेहरू छ भने केटीहरूले पनि कपाल काट्ने, नेलहरू बनाउने, त्यस्तोहरूलाई सजिलो हुन्छ नि त काम, छिटो इन्टरनेसनल स्टुडेन्ट भए पनि आउँछ क्या। लास्टै युजफुल पनि हुन्छ स्टुडेन्टहरूको लागि, किनभने नयाँ बिग्नर स्टुडेन्टहरूको लागि यही स्किल चाहिँ एकदमै सहयोग गर्न जान्छ बिगिनिङ त्यसको लाइफहरू स्टार्ट गर्नको लागि है। लाइसेन्स तपाईँको ड्राइभिङको लाइसेन्स भयो भने कतिको सहयोग हुन जान्छ त्यो कुराहरू म पहिलाको भिडियोमा भनेकै थिएँ कि सिकेर आउनु इज सो नेसेसरी, सो इम्पोर्टेन्ट है। र म दाइसँग यो कुरा गर्न चाहन्छु कि दाइ यदि कोही मान्छे होइन, कोही स्टुडेन्टहरू होइन नेपालबाट यदि सिकेर आयो भने उहाँहरूको लागि राम्रो हुन्छ कि हुँदैन, अपर्च्युनिटीहरू कतिको हुन्छ बारेमा तपाईँले के भन्न चाहनुहुन्छ? ड्राइभिङको लागि चाहिँ अब नेपालमा सजिलो होइन ड्राइभिङ सिक्नुको लागि। अनि नेपालमै लाइसेन्स ल्याएको छ भने चाहिँ यहाँ 1 वर्ष नसिकिकन कुदाउनु पाउँछ, इन्सुरेन्स मात्रै हुन्छ। सबै ड्राइभिङ सिकेर आयो भने के फाइदा हुन्छ भने काम गर्ने बित्तिकै अब त्यो पढिसक्ने बित्तिकै 3 वर्ष पढिसक्ने बित्तिकै काम खोज्ने बेलामा तिमीले चाहिँ ठक्क अब अलिक पैसा सेभ गरेको छ भने तिमीलाई डाइरेक्ट डेलिभरीहरू गर्नु सक्यो क्या। अलिकति सानो गाडीहरू लिएर कि त हायर गरेर पाउने, एमाजोन एक्सप्रेसमा होइन एभ्रीको पार्सलहरू डेलिभर गर्ने, त्यत्तिकै काम नभइकन 3 महिना चाहिँ बस्नु पर्दैन क्या ड्राइभिङ सिकेर आयो भने चाहिँ। किनभने आफूले त्यो लाइसेन्स छ भने इन्टरनेसनल लाइसेन्समा फर्स्ट वर्ष यहाँको भक्कु पैसा तिरेर गर्नु पर्दैन क्या यहाँको लाइसेन्स निकाल्नुको लागि। त्यो इन्टरनेसनल लाइसेन्स पनि पाउँछ होइन, इन्सुरेन्स मात्रै अलिकति महँगो हुन्छ। तर आफूलाई चाहिँ फाइदा हुन्छ ग्रेजुएसन गरिसकेपछि चाहिँ आफूलाई काम खोज्नुको लागि चाहिँ। अब ग्रेजुएट जबै पाएन भने पनि अब 2 वर्ष त काम गर्नु पाउने हो नि त। अहिले त अब रुल चेन्ज भएर अलिक कम्ती बनायो होइन, 18 महिना होला होइन। 18 महिना अब त्यतिखेर त्यत्रो मेहनत गरेर पैसा तिरेको हुन्छ 3 वर्ष, अनि यहाँ अलिकति पैसा कमाउनुको लागि काम पाएन भने 2-3 महिना सहजै। दाइले एकदमै सही कुरा गर्नुभयो यार। के भन्छ अब कुरा के छ होइन, म 100% यो कुरा भन्छु होइन, यदि तपाईँबाट तपाईँले लाइसेन्स निकालेर आउनुभएको छ भने होइन यहाँ के छ, तर ओभरअल कति मैले अब 30वटा लेसन यसरी गर्दाखेरि होइन, अब जस्तै कि यस्तो बेलामा तपाईँले लाइसेन्स निकालेर आउनुभयो भने तपाईँको लागि यति पैसा सेभिङ हुन्छ। र अब यहाँ तपाईँले लाइसेन्स लिएर आइसक्नु भयो भने होइन तपाईँको टाइम वेस्ट हुँदैन क्या। मैले दाइको कुरा बुझिहालेँ होइन, टाइम वेस्ट हुँदैन र तपाईँको ग्रेजुएसन सक्ने बित्तिकै यु क्यान बाई कार। अलिअलि अब के हुन्छ होइन इन्सुरेन्सहरू पे गर्ने, अनि त्यसपछि अलिकति इन्सुरेन्स त महँगो हुन्छ। सो इन्सुरेन्स चाहिँ अलिकति महँगो हुन्छ, बट वाट यु विल गेट इन रिटर्न कि तपाईँलाई अरूको डिपेन्डेन्टमा जानु पर्दैन। मलाई जब लगाइदिनु, मलाई जब खोज्नु छ, यताउति भागदौड गर्नु पर्दैन क्या। तपाईँसँग ड्राइभिङ लाइसेन्स छ भने नि तपाईँले जब खोज्न सक्नुहुन्छ। र देयर आर सो मेनी अपर्च्युनिटी कि तपाईँ अनलाइन पनि एप्लाई गरेर, मेनी पिपल से के आई एप्लाइड थ्रु अनलाइन होइन, बट आई डिडन्ट गेट एनी काइन्ड अफ रिस्पोन्स। बट तपाईँहरूसँग के यहीको लागि भन्छु कि स्किल हुनु एकदमै जरुरी छ। लाइसेन्स भयो भने तपाईँलाई कसैकोमा डिपेन्ड हुनु पर्दैन, यु विल गेट सो मेनी अप्सन है। ग्रेजुएट काम पनि पाउनु गाह्रै छ, यहीँको मान्छेहरूलाई पनि गाह्रो हुन्छ ग्रेजुएट जब पाउनु। इन्टरनेसनल ग्रेजुएटलाई चाहिँ के हुन्छ भने कम्पनीहरूले एक्स्ट्रा पैसा तिर्दिनुपर्छ, भिसा हालिदिनुपर्छ, स्पोन्सर गर्नु मान्दैन भने क्यारेक्टर हेरेर मात्रै गर्छ क्या पढिसकेर पनि। अनि त्यही भएर चाहिँ अलिकति अनि त्यो टाइम चाहिँ अब हुन्छ नि ग्रेजुएट भइसकेर त्यो एक्लै टाइम बसेर घरमा पैसा माग्नु पर्ने, बिल तिर्नुको लागि, त्यो सिचुएसन हुनु भन्दाखेरि ड्राइभिङ गरेर आयो भने अलिकति हेल्प हुन्छ। अरू स्किल। थ्याङ्क यू। अर्को क्वेसन दाइलाई सोध्छु,
कि होइन सो यो बारेमा तपाईँको यताको ग्रेजुएसनले कतिको हेल्पफुल हुनसक्छ लाइक एक्सप्लोर गर्नको लागि कतिको हेल्पफुल हुनसक्छ अब भ्यालु कतिको छ त्यो भनिदिनु है युकेको चाहिँ अब राम्रो छ क्या युकेको चाहिँ किनभने अब वर्ल्डभरि मान्छ युकेकोलाई होइन अनि अर्को कुरा चाहिँ के हो भने यहाँ आएर बसेपछि यो कल्चर देखेपछि संसारको जुनै इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा यही छ क्या कल्चर अनि तिम्रो ग्रेजुएसन भन्दा पनि तिमीले चाहिँ एक्सपिरियन्सै हो क्या ठुलो तिमी गएर जुनै ठाउँमा एप्लाई गरेर अब तिम्रो डिग्रीमा चाहिँ फेरि तिम्रो राम्रो आउनु पऱ्यो 2-1 आउनु पऱ्यो एटलिस्ट होइन 2-2 भनेको राम्रो होइन थर्ड क्लास भन्छ होइन 2-1 भनेको सेकेन्ड क्लास अब 1-1 भनेको फर्स्ट क्लास 2-1 चाहिँ मिनिमम आएपछि तिमीलाई कामहरू एप्लाई गर्दा सपोज यो कन्ट्रीहरू भयो नि अब युरोपमा अनि अस्ट्रेलियातिर होइन तिम्रो अब पढेको सब्जेक्ट अनुसारको कामहरू पायो भने तिमीलाई त्यही पैसा दिनुपर्छ क्या अरू गोराहरूलाई दिने पैसा दिनुपर्छ किनभने तिमी युकेबाट ग्रेजुएट भएको छौ तिम्रो मिनिमम स्यालेरी हुन्छ त्यसको थ्रेसहोल्ड हुन्छ त्यो पैसा दिनै पर्छ क्या उनीहरूलाई अनि एकदम स्कोप छ तर अभियसली अब नेपाल फर्केर गएर यहाँ इन्जिनियरिङ पढेर नेपाल फर्केर गएर कामै गर्ने ठाउँै हुँदैन होइन त्यो इन्जिनियरहरूलाई त्यस्तो हुन्छ तर अरू चाहिँ एक्सपिरियन्सहरू पनि अब हुन्छ अब सबै कुरो त्यो डिग्रीले गर्ने बित्तिकै काम पाउँछ भन्ने चाहिँ हुँदैन तिमीले के एक्सपिरियन्स पनि त लिएको छौ हुन्छ नि त्यो पनि सेल गर्नु पर्यो जस्तै युनिमा पनि त एक्सपिरियन्सहरू हुन्छ क्या अरू स्टुडेन्ट युनियन जोइन गर्यो अनि के अर्गनाइज गर्यो होइन त्यस्तोतिर इन्भल्भ भएको छ भने त्यो कुराहरू सिभीमा हाल्दाखेरि हजुर आफूलाई पनि कम्पनीहरूमा एप्लाई गर्दाखेरि आफूलाई उयो हुन्छ होइन आफ्नै फिल्डमा काम खोज्दाखेरि चाहिँ तर अब जुनसुकै ऱ्यान्डम जब खोज्यो भने त अब इट डजन्ट म्याटर होइन एन्ट्री लेभल जबहरू फ्याक्ट्रीहरूमा सट्ट बस्नु पाइहाल्छ तर आफ्नैमा केही गर्नु मन छ भने चाहिँ भन्छ अब स्टेम सब्जेक्ट्स भन्छ त्यो चाहिँ साइन्स टेक्नोलोजी इन्जिनियरिङ र म्याथ्स त्यो सब्जेक्ट पढ्नेहरूलाई चाहिँ सजिलो हुन्छ क्या कामहरू सट्ट खोजिहाल्नु तर अब बिजनेस एडमिनिस्ट्रेसनहरू गर्ने छ भने आर्ट पढ्ने छ भने अब अहिले कम्प्युटर साइन्स पनि त्यस्तै भएको छ अहिले अब कामै नलाग्नु भएको छ क्या सब्जेक्टहरू पनि रिसर्च गर्नु यहाँ सबैलाई पढिसक्ने बित्तिकै कन्फर्म काम पाउँछ भन्नेहरू चाहिँ नर्सिङहरू हो क्या नर्सिङ पढेको छ भने कन्फर्म काम पाइहाल्यो होइन अनि अरू चाहिँ अब त्यही हो त्यस्तै छ क्या अब